नमस्कार दर्शकवृन्द, एकदमै तातो खबर दिन चाहन्छु। इलेक्सन कमिसन्स अफ इन्डियाको तर्फबाट अहिले सम्पूर्ण भोट लिस्टलाई फ्रिज गरिएको छ। हजुर, तातो खबरमा स्वागत गर्न चाहन्छु र आजको इन्फर्मेसन खबर भने तपाईँहरूको निम्ति एकदमै जानकारीमूलक रहेको छ र सेयर फलो कमेन्ट गर्दै गर्नुहोला। तपाईँको मायाको निम्ति थ्याङ्क यू भेरी मच भन्न चाहन्छु। अहिले भारतवर्षभरि एसआइआर अथवा स्पेसल इन्टेन्सिभ रिभिजनलाई लागू गरिएको छ। हजुर, दोस्रो चरणको अब एसआइआर भने 12वटा राज्यमा लागू गर्ने भएको छ भने 27 तारिकको दिन यसमाथि प्रेस कन्फरेन्स इलेक्सन कमिसन्स अफ इन्डियाको तर्फबाट गरिएको छ। एसआइआर के हो हजुरलाई धेरै जानकारी भएको हो, तर पनि आज हामी केही यस मिनटभित्र हजुरलाई एसआइआर के हो र हामीले के डकुमेन्टहरू अब तयार राख्नु पर्यो, यो यदि लागू भएको खण्डमा यसको पुरा रिपोर्टलाई दिइराखेको छु। र राम्रो खबर लाग्यो भने, यो जानकारीमूलक खबर लाग्यो भने अन्य कहाँलाई पनि यो डकुमेन्टलाई रेडी गर्नको निम्ति अथवा यो भिडियोलाई सेयर गरिदिनुहोस् भनी म हाम्रोको तर्फबाट म उपस्थितमा निवेदन गर्न चाहन्छु। हजुर, एसआइआरको दोस्रो चरण बिहारमा यसलाई लागू गरिएको थियो भने बिहारबाट लगभग 47 लाख भोटर्सहरूको नाम एसआइआरले जब लागू भएपछि, जब शुद्धिकरण भोटर लिस्टलाई शुद्धिकरण भए पश्चात 47 लाख भोटर्स लिस्टबाट नामलाई हराउनु परेको जानकारी गराउन चाहन्छु। अब त्यस पश्चात भारत सरकारको तर्फबाट 12वटा राज्य साथै केन्द्रशासित राज्यहरूमा यसको लागू गरिने भएको छ। यसको सूचीहरू यस प्रकार छ: पश्चिम बङ्गाल, उत्तर प्रदेश, तमिलनाडु, राजस्थान, पुडुचेरी, मध्य प्रदेश, लक्षद्वीप, केरला, गुजरात, गोवा, चण्डीगढ अनि अन्डमान अनि निकोबारमा यसको लागू भइराखेको छ। अब केही राज्यमा, 2-3वटा राज्यमा 2026मा विधानसभा चुनाव रहेको छ। यसकै कारणले गर्दा अब एसआइआर लागू गरिकन विशेष भोटर लिस्टलाई शुद्धिकरण अथवा शुद्धिकरण भनेपछि त्यसभित्र के फल्टहरू छ, कति अन्य फल्ट भोटर्सहरूले भोट हालिराखेको छ भने यो सबै शुद्धिकरण भइराखेको छ। र यो शुद्धिकरण भइराखेको बिचमा पश्चिम बङ्गाल सरकारको पक्षबाट त लगातार रूपमा पश्चिम बङ्गालमा एसआइआर लागू हुनु नदिने बताइराखेको छ। हेरौँ यो आउनेवाला दिनहरूमा यसको अपडेट के कस्तो हुन्छ हामी तपाईँलाई राख्नेछौँ भने अहिले जति पनि गोर्खाहरू हुनुहुन्छ जसले एसआइआर यदि लागू भएको खण्डमा के डकुमेन्टलाई रेडी गर्नुपर्ने हो पुरा विस्तृत जानकारी गरिराखेको छु। हजुर, तपाईँलाई जानकारी गराउन चाहन्छु, एसआइआर एउटा सिस्टम हो जुन सिस्टम 21 साल बादमा भारत देशमा लागू भइरहेको छ। यो सिस्टमभित्र प्रायः जस्तो शुद्धिकरण भोटर लिस्टमा जति पनि अन्य घुसबैठीहरू भएको छ, अन्य ठाउँबाट आएर भोट हालिराखेको छ, उनीहरूको सम्पूर्ण रूपले शुद्धिकरण भन्ने एसआइआरको तर्फबाट विशेष यसको जानकारी गराउन चाहन्छु। हजुर दर्शकवृन्द, यदि तपाईँहरूको भोटर लिस्टमा 2003मा नाम छ भने तपाईँले कसै पनि सुर्ताउनु पर्दैन। 2003मा यदि तपाईँले आफूले नाम हालिराख्नु भएको छ भने अथवा भोटर लिस्टमा तपाईँको नामहरू छ भने तपाईँले सुर्ताउनु पर्दैन। साथसाथमा यदि तपाईँको नाम छैन भने तपाईँको यदि आमा बुबाको नाम भए पनि सुर्ताउनु पर्दैन, किनकि 2003मा तपाईँले यदि भोटर लिस्टमा तपाईँको नाम छ भने तपाईँ सुर्ताउनु पर्दैन। यदि तपाईँको नाम छैन भने पनि बिएलओको तर्फबाट पेन्सन फर्मलाई विशेष यो डिस्ट्रिब्युट गरिराखेको जुन फर्मलाई तपाईँले भर्नुपर्ने हुन्छ। यदि तपाईँको नाम छुट्टे पनि के डकुमेन्टहरू अब लाग्नेछ भने म केही हामीले जानकारी भएअनुसार हामी राख्नेछौँ। यसमा कति छुटेला तर पनि तपाईँले आफ्नो इन्टरनेटबाट विभिन्न माध्यमबाट तपाईँले हेरेर डकुमेन्टलाई रिभ्यू गर्न सक्नुहुन्छ अथवा राख्न सक्नुहुन्छ। यदि तपाईँको 2003मा तपाईँको नाम छैन भने तपाईँले कुनै पनि पेन्सनको पट्टा भनिन्छ, पेन्सनको पट्टा तपाईँले पेन्सनको पट्टाको कागज देखाउन सक्नुहुन्छ। 1987 सालको जति पनि तपाईँको डाकको घर भनौँ, ब्याङ्कको पासबुक जे पनि तपाईँको छ त्यसलाई पनि तपाईँले देख्न सक्नुहुन्छ। यदि तपाईँ फरेस्ट एरियामा बस्नुहुन्छ भने फरेस्ट रेजिस्टर्ड एउटा कागज पाइन्छ, त्यसबाट पनि तपाईँले रिभ्यू गर्न सक्नुहुन्छ। अनि तपाईँहरू जति पनि एसटी ओबिसी हुनुहुन्छ, यदि तपाईँको त्यो कागज भए पनि तपाईँले त्यहाँबाट आफ्ना मतदातामा एसआइआरमा आफ्नो सूचीलाई जारी गर्न सक्नुहुन्छ। यस जुन प्रकारको यो लागू भइराखेको छ, यो अहिले मैले भने तपाईँलाई 12वटा राज्य साथै केन्द्रशासित राज्यमा लागू भइराखेको छ। तर यो बिचमा विभिन्न राज्यले भने यसमाथि आफ्नो अब्जेक्सन गरिराखेको छ भने पश्चिम बङ्गालको तर्फबाट झन् यसमा अब्जेक्सन रहेको छ। हेरौँ आउनेवाला दिनहरूमा के कस्तो यसको मोडहरू लिन्छ। तर अहिले तपाईँहरू यदि तपाईँको बिचमा बिएलओको तर्फबाट अब 4 नोभेम्बरदेखि यसको काम सुरु हुनेछ। तपाईँको घरमा बिएलओ आउनेछ। बिएलओले तपाईँको सबै दस्तावेजहरू हेर्नेछ। यदि तपाईँको सबै दस्तावेजहरू सही पाएको खण्डमा तपाईँको एसआइआरमा नाम हुनेछ र
नभएको खण्डमा तपाईँले सुर्ताउनु पर्दैन, कुनै न कुनै डकुमेन्टद्वारा तपाईँ फेरि पनि एसआईआरमा पञ्जीकृत हुन सक्नुहुनेछ। हेरौँ आउनेवाला दिनहरूमा यसको के कस्तो अपडेट दिनेछौँ। हाम्रो न्युज 24 मा पहिलो हामीलाई दिनेछौँ भने अहिले म उपेश लामा हजुरबाट बिदा लिन चाहन्छु।